सो हेलो गाइज एम ब्याक टु भिडियो गाइज म चाहिँ किन खुसी भएको छ अब किनकि अब इन्डियामा चाहिँ 12 गते हो 12 गते यहाँ चाहिँ 29 गते मेरो नयाँ डर्ट बाइक आउँछ गाइज साइकल चाहिँ मैले साइकल किन्ने भन्थेँ पहिला लास्टमा चाहिँ मम्मीले के अरे एकचोटि टिकटकमा देखाएको थियो डर्ट बाइक बच्चाहरूको अनि त्यस पनि हाम्रो साइज नै हुँदो रहेछ नि त म 12 वर्षको हो कि साइज नै हुँदो रहेछ नि त्यही भएर मलाई त्यो डर्ट बाइक किन्ने भनेको गाइज म त डर्ट बाइक किन्छु अब म तपाईँलाई सिधै 29 गते सिधै तपाईँलाई मिल्ने त्यो मेरो एक्जामको रिजल्ट छ जाने बेला पहिला म तपाईँलाई देखाउँछु अनि स्कुल गएपछि रिजल्ट लिएर जाने हो डर्ट बाइक किन्न नेपालमा चाहिँ 12,000 जति पर्छ मैले के अरे गुगल सर्च गरेर हेरेको 12,000बाट 25,000सम्म पर्छ पेट्रोलवाला पेट्रोल डिजल इलेक्ट्रिसिटी नै हुँदो रहेछ खुराफातको बच्चा उठ हाम्रो सधैँ मम्मीले यहीँ राखिदिन्छ क्या हाम्रो यस्तो घाममा हाम्रो अब आज हाम्रो भेकेसन चलिरह फाइनल एक्जाम सकिएको अब म चाहिँ जान्छु 6 क्लासमा त्यति बेला डर्ट बाइक चलाउने मजै कुछ लाग्छ कि तपाईँलाई म लुकसुक सबै देखाउँछु त्यो चाहिँ लङ भिडियो हुन्छ क्या हो किनभने के अरे अब स्कुलबाट रिजल्ट ल्याउनु पऱ्यो सरले के भन्नुहुन्छ मेरो त सियर आउँछ गाइस होइन सरले के भन्नुहुन्छ त्यो भनेपछि चाहिँ बाँकीको फेरि अटोमा चढ्ने अटोबाट गएर उस ल्याउनु पर्यो नि त के अरे डट बाइक होइन उठ म सक्छु है चलाउँदा हाम्रो स्कुलको धेरै जस्तो सरहरूसँग उस छ कि भ्लग भिडियोहरू छ र हाम्रो क्लासको केही मात्र छ क्या कोही मान्छेको मात्र छ भ्लगहरू त्यसैले मलाई प्लिज लाइक सब्सक्राइब गरिदिनु मेरो लाइक सब्सक्राइब बेसी कम छ गाइस होइन 100 कटे है तर 110 काटे छैन कि 109 छ यार के गर्ने होला अब यस्तो भिडियोको त्यही मैले अब नबनाऊ भन्छ तर फेरि तपाईँहरूलाई देखाउनु पर्छ नि त अब म चाहिँ त्यति बेला भिडियो बनाउनु थाहा केही चिजको डिपली हेर्ने बेला मात्रै भिडियो बनाउने हो कि त्यस्तो भए तपाईँहरूको एक्सप्रेसन नि बढ्छ नि त अब धेरै जस्तो चाहिँ माने भन्थ्यो यस्तो मान्छेहरू इलेक्ट्रिक लिन्छ किनकि साउन्ड नहोस् भनेर तर म चाहिँ लिन्छु डिजल सरी पेट्रोल अनि पेट्रोलमा के हजुर आया भ्लग बना छोडा घाममा कसरी बसेको रहेछ अहिले केही पनि दोष छैन म मेरो भाइको सानो साइकल चलाइरहेको थिएँ यति सानो मेरो यहाँसम्म पुग्नेवाला साइकल क्या यहाँसम्म पुग्नेवाला साइकल चलाइरहेको थिएँ त्यो साइकल चाहिँ फेरि मैले जब 2 दिन राखेको थिएँ अनि तिनीहरूले छिन्न आयो अब हेर न मेरो डट बाइक तिनीहरूको हालत त्यही हुन्छ म कसलाई घुमाउनु नि पहिला साथी नबन्ने केही नभएको बेला लास्टमा केही भएको बेला साथी बन्ने डट बाइक भएको फाइदा के हो थाहा स्कुलबाट ट्युसन जानु पर्छ यति मजाले ब्रो भयो त्यसको आपस नि बेसी लाउड हुन्छ गाइस यार सिर्फ नेपाली प्राइज 12,000 12 वर्ष 12,000 13 वर्ष 13,000 14 वर्ष 14,000 त्यसरी जाने के अनि झुसी किरा ल हेलो भन्देऊ यसले के गर्छ गाइस भर्खरको बच्चा हुर्केको देखाएर नास्ता गर्ने हा मम्मी भित्र आउँछु के तपाईँलाई देखाउँछु त्यो पसल तपाईँ नारायण घाटमा खेलाउन पहिला टोय पसल खोज्यो हो
त्यहाँबाट डट बाइक हिँड्यो अनि यहीँ यस्तो यस्तो हो नि हाम्रो यस्तो जग्गा कि त्यहाँ अफ रोडिङ गर्ने हो त्यो तपाईँ जग्गा देखेर नि तर बाटो हो कि एउटा सो अफ रोडिङ गर्दा गर्दा रोडमा जानु पाइन्छ त्यो भिडियोमा तपाईँ चिन्ता नगर्नु अनि केटा हामी स्कुल म त्यो चिन्ताको भिडियो बनाउँछु त्यसको लागि मुवाले जानुपर्छ होइन गाइज होइन मुवाले जानुपर्छ सो त्यही भएर गाइज म फेरि एक्साइटेड छु मलाई पनि हेर्नुपर्छ अनि सरहरू मेरो पेट्रोल सक्यो भने सरहरूको बाइकबाट निकाल्नुपर्छ चाहिँ फेरि सरले भिडियो देख्यो भने त यहाँ हुन्छ खासै मेरो भिडियो एडिट गरेको हुन्छ गाइज अरूहरूले त एडिट गरेको हुन्छ थाहा मलाई एडिटहरू धेरै अप्सन्सहरू हुन्छ तर मैले एडिट गरेको हुन्न किन भन्दाखेरि एडिट गऱ्यो भने हामीले आफ्नो लाइफ देखाउने हो भ्लगमा तर एडिट गरेको भ्लगमा चाहिँ केही हुन्न कि त्यो मान्छेहरू देखाउँछ नि यस्तो गरेर यस्तो गरेर त्यो एडिटहरू चाहिँ हुन्न है गाइज होइन यहाँ बहिनी आफ्नै मान्छे खेल्ला मलाई बनाउँदिन न गाइज सो दौड बाइक किन्ने तारिक चाहिँ यति बजी हो म तर भने अब इन्डियाको तारिक चाहिँ 12 तारिक हो इन्डियाको तारिक चाहिँ 12 तारिक हो तर हाम्रो नेपालीको तारिक चाहिँ 29 हो सो गाइज यसो ध्यान राख्नु होला मेरो पनि कस्तो है गाइज किन्छ जस्तै सो मस्त गाइज त्यो बाइकमा चाहिँ त्यो बाइकले कति वजन धान्छ भने चाहिँ 70-80 वजन धान्छ त्यो बाइकले सो तपाईँहरू त्यो बाइकले हिँड्न सक्नुहुन्छ ठुलो मान्छे भए पनि हिँड्नु सक्नुहुन्छ मजाको लागि होइन म चाहिँ अब यस्तो मेरो त अब 40 गटेको मेरो 40 कति हो 45 कति भएको मेरो वजन यति वजन पनि 40 कति भएको गाइजहरू अब के गर्नु त वैसे गाइज मलाई मजा आउँछ कि बाइक चलाउनु हाम्रो स्कुलको सबै मान्छेहरूलाई देखाउँछु ए भाइ हेर च्याउटे बसाएको छैन के यहाँ उताको गएर करुले त्यो साइकल ल्याए इलेक्ट्रिक 20,000 जतिको 20,000 जतिको साइकल छ अनि म त्यसको मुखै अगाडि डट बाइक चलाउँछु त्यसको हालत त कस्तो होला गाइज होइन तर सिधै डट बाइक 12,000 अनि त्यसको 20,000 अब है 8,000 फरक तर के हुन्छ र गाइज 8,000 फरक बाइक त बाइकै हो नि तर स्मल भएर पो यति कम प्राइसमा आउँछ त धेरै प्राइसमा आउँछ नि बाइक त थोरै बिग पनि आउँछ जो कि मेरो साइजको हुन्छ त्यो डट बाइक थोरै बिग के थोरै यति बिग हो त्यो डट बाइक किन्ने हो सानो किनिन्छ ठुलो किन्ने हुन्छ तर आई डोन्ट नो ठुलो मलाई थाहा सक्दैन क्या हो तर एउटा चेक गर्छु ठुलो र सानो अनि म स्कुल जानुपर्छ अनि म त भाइ बसमा जान्न नि स्कुल बसमा जान्न नि स्कुल म त किनभने म्याजिकको भाडा लाग्छ 25 रुपियाँ अनि म्याजिकको भाडा भन्छ चाहिँ किलोमिटरको भाडा लाग्छ नि किलोमिटर कति किलोमिटर चढ्ने हो अनि 1 लिटरमा 40 किलोमिटर चल्छ त्यो बाइक भनेपछि हाम्रो स्कुलको बाटो 25 किलोमिटर हुनुपर्ने तर 5 रुपियाँ किन लिएको त 20 किलोमिटर हुन्छ तर 5 रुपियाँ किन लिएको त हामी बसेको अन्त हामी बसेको पैसा लिनै पर्यो नि त त्यही भएर 40 किलोमिटर आउन जानमा त्यसैले अनि म एउटा उसको बोतलले पनि लिएर जानुपर्छ अनि के अरे उसमा खतम एमर्जेन्सीमा खतम भयो भने त उसो चाहिँ म हुन्छ त्यसरी मेरो बहिनी त खतरनाक छ यार गाइज सबभन्दा खतरनाक यो छुचुन्द्री हो अब के गर्ने यसको हेर्ने स्कुटीमा घुम्ने हो गाइज अब हेरौँ ला स्कुटी 2,000 को हो अरे पहिला म मेरो किन्ने हो पहिला मेरो आउँछ बल्ल बहिनीको आउँछ अनि बहिनी र म शिवनगर जाने गाइज मेरो घर कहाँ हो तपाईँलाई लोकेसन भनिदिन्छु मेरो घर
के अरे चितवन, भरतपुर 15, मङ्गलपुर नारायणघाटमा हो गाइज। नारायणघाट, भरतपुर 15, चितवन, मङ्गलपुरको शिवनगर लमजुङ चोकमा हो गाइज मेरो घर होइन। र गाइज अहिलेको लागि त्यति नै।